युएईमा हुनेहरूका लागि भने अब यात्रा गर्न झन सजिलो हुने भएको छ है। इतिहाद रेलले पहिला 3वटा प्यासेन्जर स्टेसनहरू चाहिँ घोषणा गरेको छ है। पहिलो रहेको छ आबुधाबी मोहम्मद बिन जायद स्टेसन, दोस्रो रहेको छ दुबई जुमेरा गल्फ स्टेट स्टेसन, तेस्रो रहेको छ फुजेरा है। अब तपाईँहरू छोटो समयमा लामो दूरीको यात्रा गर्न तपाईँहरूलाई सजिलो हुने भयो। अब दुबईबाट आबुधाबी है, आबुधाबीबाट डाइरेक्ट फुजेरा दुबई है, फुजेराबाट डाइरेक्ट आबुधाबी जान एकदम सजिलो हुने भयो। अब पहिला बसमा मेट्रोमा धेरै टाइम लाग्थ्यो, अब भने बस मेट्रो भन्दा पनि रेलमा छिटो पुगिने भयो है त। यो चाहिँ एकदम सजिलो भयो। युएईले चाहिँ आफ्नो ट्राभल सिस्टम नै चेन्ज अपेक्षा गरेको छ। यो प्रोजेक्ट भने 2026मै सुरु हुने तयारीमा रहेको बताइएको छ है। तपाईँहरू कतिको खुसी हुनुहुन्छ त? अब भने तपाईँहरू आबुधाबीदेखि दुबई, दुबईबाट आबुधाबी जानको लागि है पहिलोचोटि रेल चढ्न पाउँदा दुबईमा, त्यो पनि कमेन्ट गर्नुहोला है।